आज हामी फेरि खाजा खान हिँडेका छौँ होइन। तर आज चाहिँ हामी कहाँ जान्छौँ हामीलाई थाहा छैन। कहाँ जान्छ भन्ने खासै त्यतिकै हिँडेर प्लान बने होइन। सोच्दै हामी हिँड्दैछौँ गहिरो सोचमा डुब्दै। अब हामी त्यहाँ बाटोमा जुन पसल देखिन्छ अनि त्यहाँ गएर सोच्छौँ यो खाने नखाने। पसल त कटिसक्यो त। पसल त्यहाँ मार्च छ कि बिचमा होइन त्यही छ। अब हामी बिचमा जान्छौँ अनि पछाडि हामी साथी ढल्दैछ नि यहाँ तपाईँले लाइभ देखाउँछु म। ढल्नेलाई त अनि ढल्न दिनुपर्छ कि होइन। खालि ढल्छु ढल्छु भन्दै तर्साउने कि ढल्न चाहिँ नढल्ने अनि यसो एक दुईवटा ढले पो त उठाउन नि हुन्छ है। ढल मात्र म त यहाँ बिचमा सुतेर हिँड्छु। यता साइडमा ढले पनि लतारेर बिचमा लगेर छोडिदिने क्या। त्यस्तो बिस्कुट किन्न जान्छु म त। साथीहरू यिनीहरूसँग हिँड्न हुँदो रहेछ भन्ने भएको छ क्या। हेर्दैलाई हेरी हामी अब मार्टमा आइसकेका छौँ होइन। अब मार्टभित्र जान्छौँ के खाने भन्ने थाहा नै छैन। अब यस्तै हुन्छ हाम्रो जहिले खाजा खाने तर के खाने थाहा नै होइन। ल हामी मार्टमा आइसकेका छौँ। अब हामी यहाँभित्र जान्छौँ। अब यहाँ के देखिन्छ है त खानेकुराहरू। डुल्छिन् गर्मी भएर फ्यानको हावा खान आकिने चाहिँ सामान किन्ने न्युले साबुनको उमाएर के खान्छु साबुन खाऊ न। कहाँ यो लाइनमा साबुन हेर्दै हिँडेको त। किन आएको त मेरो पछाडि म त तिमीहरूले के हेर्छौ अन्त पछाडि हेर न पछाडि यिनी त बोतल हेरेर झ्यापुन्छन्। आऊ बोतल हेरेर झ्यापुन्छन्। हामी यति सामान लिएर निस्किसक्यौँ। अब हामी नजिकै पार्क छ हामी त्यहीँ गएर खान्छौँ बसेर। हाम्रो अरू काम पनि केही छैन। काम छ तर हामी गर्दैनौँ होइन। अब अनुहार हेर्दै काम गर्ने जस्तो छ यिनीहरूको। काम गर्ने जस्तो अनुहार छैन देखिँदैन। अलि यस्तो सुहाउँछौँ अनि हामी त्यही पार्कमा जान्छौँ अनि त्यस पछाडि बस्छौँ अनि खान्छौँ। हाम्रो कामै त्यही हो खाने। हामी चाहिँ पार्कमा आइसकेका छौँ। यहाँ हेर्नु यहाँ साथीहरू बसे खान। अब खानेकुराहरू यहाँ लिएर आइसकेका छौँ। शीतलै छ यहाँ नजिकै छ यो पार्क। तपाईँहरू पनि आउनुहुन्छ भने आउनु। के अरे नाम मदन भण्डारी पार्क। हामी चाहिँ अब खान्छौँ अनि त्यस पछाडि एकछिन बस्छौँ। हाम्रो कामै यति हो खाने। ल के भन्न चाहनुहुन्छ तपाईँ? फोटो र भिडियो बनाउने मर्या नै सबैजना। फोटो भइपुग्छ। तिमीलाई चाहिँ भिडियो चाहिन्छ कि फोटो चाहिन्छ? फोटो तिमीलाई चाहिँ मलाई त खाना भए हुन्छ। ससुराकी छोरी जे पनि दिने। ल अब खाम। खाएको चाहिँ के देखाउनु है फेरि भरे पेट दुखायो।